एन्ड नमस्ते एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ। अनि आजको ब्लग अनि अफिसबाट सुरु भइसकेको छ अनि गाडीहरू सबै सफा गरेर अब म निस्किन लागेको। गाडी स्टार्टमै छोडिराखेको थिएँ। सो यो गेटको चाबी हो। यो गेटको चाबीलाई चाहिँ क्लिक गरेपछि अनि यो गेट चाहिँ खुल्यो र गाडीलाई चाहिँ बाहिर लगाएर राख्नुपर्ने हुन्छ है, किनकि अब कतिखेर बाहिर निस्किनुपर्छ, भित्र बाहिर गर्नुभन्दा अहिले नै बाहिर लगाएर राख्ने गरेको छ। सो यहाँबाट हामी बाहिर निकाल्नेछौँ गाडी र त्यसपछि आज सायद बाबुको स्विमिङ छ होला अनि स्विमिङ पश्चात हामी अरू कामहरू के हुन्छ। सो सँगै आजको ब्लगलाई इन्जोय गर्दै अघि बढ्नेछौँ है त। सो गाडी चाहिँ बाहिर ल्याएर राखिसकेँ। सो अलिकति कुनामै ढेक्दै आज चाहिँ। सो बाइकको यता छ हाम्रो जुन मेरो जक्सन स्टाफको मात्रै हो है, फेरि अरू केही पनि छैन। नानी चाहिँ सफा गरिरहेको छ। सो आज मेरो म चाहिँ क्रिस्चियन हो, सबैजना थाहा नै होला। सो आज र्याली छ तर म जान पाइनँ। अब अफिसलाई पनि हेर्नु पऱ्यो है, अब स्याटरडे हुन्छ भइहाल्यो। सो त्यही भएर आज म जान पाएको छैन। अनि आज अब यहाँबाट निस्केर बाबुलाई नै होला सायद स्विमिङ लानु पर्ने। राकेश दाईको काम यस्तो काम गर्ने भन्ने गरेपछि गरे बस्ने फिटिकै होइन त अनिलजी? आजको थम्बनेल तपाईँ नै राखिदिन्छु, बस सिधा हो है। थम्बनेल तपाईँलाई राखिदिन्छु। राम्रोसँग काम यसरी राम्रोसँग गरेपछि त भइहाल्यो नि त है। स्यालेरी टाइममा आउँछ नि अनिलजी? यस्तरी काम गरेपछि आउँदैन त। ऊ त बाहिर सिसा पनि अलिअलि फोहोर भएको छ है। हाम्रो राकेश दाई वान अफ द बेस्ट, के भन्छ उसलाई, वान म्यान आर्मी, सबतिर भ्याउने अलराउन्डर मान्छे हो होइन। यहाँ हिसाब किताब पनि भ्याउनुहुन्छ। यहाँ लेख्नलाई छोडेर अब बहिनीले गरेको चित्त नबुझेर आफै लाग्नु भएको छ। अनि यस्तो इम्प्लोइ पाएपछि साउहरू कहीँ जानु पर्यो काम गर्नलाई? परेन नि। हामी भने यही हो कामै, मोबाइल चलाउने भने भन्न चाहिँ अलि मिलेन है। सो बसिरहनु भएको छ, सायद रोलको होला। सबै कुरा त देखाउन अलिक गाह्रै छ। सो आज गाडी बाहिर निकालिसकेको छु। बाबु आउनु बेला भयो होला, सायद 11 बजेबाट 12 बजीसम्म 1 घन्टा स्विमिङ उसको छ। अहिले माथि गएको भर्खरै उठेको रहेछ हो। सो अल्छी गरेर आइरहेको थियो। अनि आज दिउँसभरि अब खासमा र्याली थियो आज चाहिँ, जुन पुनरुत्थानको दिन। सो कतिजनालाई थाहा छ थाहा छैन, तर म आज जान पाइनँ किनकि सबैजनाले एकदमै बोलाइरहनु भएको थियो र तर जबको कारणले मैले पाइनँ। अनि यहाँ चाहिँ एकदमै खाली स्पेस छ है। यहाँ चाहिँ हाम्रो गाडीहरू राख्ने ठाउँ स्पेस चाहिँ ठुलै छ। यो घर खासमा नयाँ बनाउनु भएको रहेछ हाम्रो ओनरले। सो भर्खरै नयाँ नै हो। सो यतातिर बस्नलाई त्यो जुन ओनरको कान्छो छोरा हुनुहुन्छ उहाँको चाहिँ स्केटिङ गर्नको लागि चाहिँ एकदमै बेस्ट ठाउँ के यो। मतलब बच्चालाई कस्तो चिप्लो पनि छ होइन, मार्बलको हो यो सबै। अनि एकदमै मजा हुने क्या यहाँ चाहिँ। जिन्दगीमा यस्तो घर बनाउने भन्ने सोच त हो। तपाईँहरूको सपोर्ट भयो भने चाहिँ अभियसली बन्नेछ होइन चाँडै। सो प्लिज माया गर्न नभुल्नु होला। सो भ्लगलाई म सधैँ कन्टिन्यू गर्ने चाहिँ एकदमै ट्राई गरिरहेको छु दिनको दिन होइन। सो अझै बेटर गर्नको लागि पनि मैले ट्राई गर्दैछु। अनि तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन। सुरुबाट अन्तसम्म हेर्न चाहिँ नभुल्नु होला है त। सो हामी बाहिर भेट्नेछौँ। अब बाबु निस्किनु बेला भयो होला। अनि सबै भ्लगहरूलाई चाहिँ हामी मिक्स गर्दै आज हेर्नेछौँ र त्यही भ्लग सेयर गर्नेछौँ है त। सो नै छ, सो नै गरिरहेको छु मैले। हाम्रो सेक्रेटरीजी गुड नाइट। हिजो शनिबार कहाँ गयो दिदी? थकाली भनेपछि बाबाले गाडी लिएर जानु भएको होइन त? हाम्रो ट्राफिकजीले रोकिदिनु भयो। जानी कसरी अगाडि पनि अब जाम जस्तो छ। आज हाम्रो जिन्दगी जाममै बसेर जाने भयो आधी चाहिँ होइन त? यस्तै छ जिन्दगीको हालत। आज हाम्रो लक्स एकदमै हिरो देखिएको छ, हिरो च्याम्पियन, स्विमिङ च्याम्पियन होइन त?
तिमी यो स्विमिङ मतलब फुल्ली सकिसकेपछि चाहिँ के गर्ने विचार छ तिम्रो लक्ष्य? केही छैन। अनि सिकेको चाहिँ किन त? कम्पिटिसनमा जाने होइन त्यसपछि? छैन, जस्ट फर हेल्थको लागि मात्रै आएको तिमी होइन? जस्ट फर फन त्यसो भए होइन त? अनि तिमी अब कहिलेबाट स्कुल? अब कति दिन? 2 days रिमेनिङ? ओके, भनेपछि अब तिमी अनि त्यसपछि चाहिँ स्विमिङ नजाने? अहिले प्लान बनाएको छैन। अब 4-5 बजे हुन्छ कि थाहा छैन के हुन्छ। मोस्टली 4-5 बजे अब जाने। 4-5 बजे? 4-5 बजे बेलुकातिर? अनि जुन तिम्रो भाइ छ नि, भाइको स्केटिङ छ होइन? घरमै गर्छ ऊ चाहिँ? यस्तो ठिकै छ। तिम्रो गाडी लिन आउँछ हो उता स्कुलको? कोही अस्ति जुन तिमीलाई लास्ट डे लिएर आएको थियो नि, त्यही होइन त तिम्रो स्कुल? अब तिमी कतिमा जाने? 4 मा। हाम्रो नेपालीहरूको 12 यस्तो छ। तिमीलाई सानैदेखि बोर्डिङमै राखेको, मतलब इङ्ग्लिस मिडियम? थाहा छैन। तिमीलाई इङ्ग्लिस सजिलो लाग्छ कि नेपाली? इङ्ग्लिस सजिलो लाग्छ? नेपाली इज द वर्स्ट सब्जेक्ट। वाउ, त्यस्तो। नेपालमा बसेर नेपाल नै गाह्रो लाग्छ भने सकिएन। फेरि म चाहिँ कहाँको हुनार हो र होइन? मलाई नेपाली मेरो नै एकदमै डेन्जर सब्जेक्ट हो नेपाली। मलाई हिजोको दिनमा लाग्थ्यो पनि, म स्कुल लेभलमा हुँदा नेपाली मलाई लाग्ने। सो नेपाली चाहिँ लाग्ने नै मान्छे हो म। तर तिमीलाई पनि नेपाली लाग्छ भन्ने सुन्दा चाहिँ अलिकति मनमा चसक्क भयो लक्स, होइन? डक्स? तिमी डक्सको हो? अहिलेसम्म लक्स भनेर आमा तेरे भन्नु पर्दैन? अहिलेसम्म मिस्टेकले बोलिरहेको छु। सो हाम्रो बाबुको चाहिँ यता ठ्याक्कै कहाँनिर न अगाडि छ है, अगाडिबाट लेफ्ट लाग्नुपर्छ यता कालो पुल साइडबाट। सो उसको चाहिँ बेस्ट भेन्यू अस्ति पनि मैले देखाइरहेको थिएँ। त्यहाँ चाहिँ अब उसलाई त्यहाँ अगाडिबाट चाहिँ लेफ्ट लाग्नुपर्छ। त्यहाँको बाटो बनाइहाल है ल डक्स? अहिले त टायर पुरै फोहोर भएको थियो अस्ति, आज बल्ल सफा गरेको मैले। अहिले त सफा हो, मैले बिहान सफा गरेको। बाबाले गाडी चलाएर जाँदाखेरि जस्तो छ गाडी सफा नगरेकै लिएर हिँड्नुहुन्छ? मम्मीलाई छ त्यस्तो। हामी यहाँबाट जानुपर्ने हो भित्र है। सो यहाँबाट भित्र जानुपर्दा बाटो चाहिँ आज नि फोहोर हुन्छ होला। मलाई एउटा के भन्छ ट्राइपोड चाहिएको छ कि। ट्राइपोडमा कस्तो भने ट्राइपोड भनेको यस्तो कि त्यो जुन त्यो होइन नि, त्यो त माइक हो नि। ट्राइपोड भनेको चाहिँ तिम्रो अड्डाउने कुरा के, जस्तो एक ठाउँमा राखेपछि नि सेटअप गर्न मिल्यो। जस्तो मोबाइल हानेर राखेपछि हातले समातिरहनु परेन कि। सो एउटा चाहिएको चाहिँ छ। अब खै ट्राइपोड इजी पनि हुन्छ। ट्राइपोड फेरि धेरै थरीको हुन्छ कि, 3टा स्ट्यान्डवाला पनि हुन्छ होइन। तर त्यो ट्राइपोडको त्यो भिडियो क्वालिटी हेर्नु पर्यो। ट्राइपोडमा भिडियो क्वालिटी हुँदैन नि डक्स। यो भनेको मोबाइल जस्तो राख्यो नि तिमीले, त्यो अड्डाउने कुरा हो कि। यस्तो मेरो मामाले पनि राखेको छ यता है। हो ओके, त्यो मोबाइल राखेपछि चाहिँ सुइटेबल भयो कि। राख्दो अनि गाडी चलाउनु के, ओके त्यो एकदम इजी हुन्छ। एउटा लिएर राख्नु पर्यो किनकि गाडीमा प्राय हुँदा हुन्छ। लगाएको छ आफ्नो गाडीमा। ओके, त्यो त लाउनै पर्छ किनकि सजिलो पनि। किनकि फेरि अब के ट्राफिक
अब के लोकेसन थाहा छैन फेरि पनि इजी हुन्छ कि हातमा यस्तो यता राख्नु पर्दैन राम्रै देख्छ ओके त्यो त ठिक हो फाइनली हामी आइपुगेका छौँ पार्कमा राख्यौँ गाडीको चाहिँ पार्किङ सिस्टम चाहिँ यही छ पार्क गरेपछि यो पार्कमै राख्नुपर्छ सुरुमा मलाई एकदमै गाह्रो भएको थियो यो गाडी गर्ने पार्किङ चाहिँ यो र त्यसपछि अफ गरिदिउँ दक्ष हो ल हामी जाउँ त्यहाँबाट पहिला चाहिँ यहाँनिर पैसा तिर्नुपर्छ 400 रुपियाँ बाबुको अनि त्यसपछि यहाँनिर एउटा चिट दिनुहुन्छ त्यसपछि भित्र लाएर दिने अनि 1 घन्टा पैसा म्याम आज ठुलै मान्छेको भिआइपी इन्ट्री छ क्या सो आज जुन चिट हुन्छ एउटा दिनुपर्ने होइन त्यो चिट चाहिँ सकिएको रहेछ सो केही छैन उहाँले अहिले एकछिनमा दिन्छु भन्नुभएको छ त्यो चिट त अलिकति राख्नु पऱ्यो नि होइन किनकि त्यो अब कतिखेर कति मान्छे आइपुग्छ थाहा हुँदैन अनि यो बेस्ट भेन्यू हो यहाँ चाहिँ सबै कुरा यो बाइक मलाई एकदमै मनपर्ने बाइक हो यार कहाँबाट यो हाम्रो एमआरबी भ्लगले पनि अहिले लिएको छ क्या अरे एमआरबी भ्लग त अहिले कहाँ उता अमेरिकातिर हुनुहुन्छ होइन यस्तो डेन्जर लाग्छ भने पिकअप पनि दामी छ अरे अब यस्तो बाइक लिनु त कहिले हो चलाउन आएर मात्रै नि भएन सो वाउ जिन्दगी सिएफ मोटो यो त अफरोडिङको लागि चाहिँ दामी हुन्छ अब दामी चाहिँ लगभग यो त 10 लाख भन्दा डबल साइलेन्सर रहेछ हाइट कति सिसीको 450 सिसीको यो एकदमै डेन्जर हामीले त अब कहिले हो यस्तो दिने थाहा छैन ट्राई गर्दैछु सबै कुराहरू सोचेको जस्तो हुन त अलिक गाह्रै रहेछ जिन्दगीमा सो त्यही पनि दुःख चाहिँ गर्नुपर्ने हो होइन सो आज के रहेछ यता केही न केही हुनुपर्छ पुरै सेक्युरिटीहरू आएको छ है भिआइपीको इन्ट्री चाहिँ थियो सो गाडीहरू हाम्रो है आता ड्राइभरहरू कोही रहन्छ एउटा कोना गाडी रहेछ यो साइड ग्रान्ड 10 हुनुपर्छ मेरो विचारमा यो डस्टन मारुति ग्रान्ड 10 क्रेटा स्कर्पियो मेरो एकदमै फेभरेट गाडी हो तर अबबाट चाहिँ स्कर्पियो अब मनले चाहँदैन अब पर्सनली चलाउनको लागि चाहिँ एकदमै दामी गाडी हो किनकि मैले पहिला स्कर्पियोहरू पनि चलाएकै हो त्यो स्कर्पियो 4x4 गाडी चलाउनु अफरोडिङ चलाउनु चाहिँ एकदम मजा आउँछ एकदमै धेरै है सो एकदम धेरै मजा आउँछ सो प्राय भ्लगिङ गर्दाखेरि मान्छेहरू किन हेर्छन् यो मेन कुरा भनेको मेन इस्यु छ नि मेन इस्यु चाहिँ यही हो सो भ्लगिङ गर्दाखेरि चाहिँ सबैजना हेर्छ कि माथि चाहिँ मैले अहिलेसम्म हेरेको थिइनँ बिचरा हेर्नु मान्छेले दुःख परेपछि यस्तोसम्म गर्नुपर्छ यस्तो टपमा छ साइडमा जहाँ अब एउटा के भन्छ यसलाई जस्ताको सपोर्टले माथि काम गरिरहेछ है सो अब यता बाहिरै बस्छु आज म भित्र गाडी पनि अब तातो हुन्छ अनि जक्सको 1 घन्टा मात्रै छ अनि 1 घन्टापछि हामी फेरि निस्किने छ है त